पछाइबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट। तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरु सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा। अब के गर्नुहुन्छ त? अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब। सिग्री हराएर चाहिँ उहाँ चाहिँ भाइरल हुनुभयो के। कसरी भाइरल हुनुभयो भने अब भिडियोहरू सबैले खिच्यो होइन, रोएको पनि खिचेका छन्, अब रोएको चिच्याएको पनि खिचेका छन्, अब खुसी हुँदा फेरि डान्स हानेको पनि खिचेका छन् होइन। त्यसपछि सबै पत्रकारहरू अथवा अन्य युट्युबर साथीहरूले चाहिँ भिडियो खिचेर चाहिँ उहाँ भाइरल हुनुभयो क्या। अनि भाइरल भइसकेपछि अहिले टिकटकमा चाहिँ आएर चाहिँ उहाँले 3-4 लाखको सिक्री हराएको थियो, तर उहाँले लगभग 50-60 लाख रुपियाँको त उहाँले अहिले नै गिफ्ट नै पाइसक्यो टिकटकबाट होइन। त्यही भएर भाइरल हुनुभएछ उहाँलाई चाहिँ, किनभने उहाँले हराएको सिक्री त डबल टेपर नै आम्दानी गरिसक्नु भएको छ। यस्तै छ होइन, भाइरलको जमाना हो आजभोलि। कतिखेर के हुन्छ थाहै हुँदैन क्या, कतिखेर भाइरल भइरहन्छ थाहै नहुँदैन। नमस्कार गर्छ हाम्रो राजालाई, राजाको पद पायो भने कति नमस्कार गर्छ। रहेछ पक्कै पनि यो कुराले गर्दाखेरि तपाईले धेरैले खोज्नेछन्, धेरैले अवसर दिनेछन्। त्यो अवसर दिएको खण्डमा तपाईले त्यो अवसरमा खेल्नुहुन्छ अथवा त्यो अवसरमा जानुहुन्छ जानुहुन्न? गइहाल्छु नि, बोलायो भने कलाकारी क्षेत्रमा कसरी बोलाउनु हुन्छ भने आइहाल्छु नि। पाखुरा साखुरा पनि थुरै छ, पाखुरा साखुरा हुन्छ। भिलेन सिलेन खेल्नलाई ठिक हुन्छ। अब त हिरो खेल्नु पर्छ होला दाइ। अब सबैको मन जितेको हिरो हो नि त तपाईँ। हो त्यो त हो भाइ, हो होइन भन्नु त। हो साँच्चै खुसी लाग्यो तपाईँसँग भेट हुन। साँच्चै साँच्चै हो। खुसी यतिको रमाइलो मान्छे सायद जिन्दगीमा मैले कतै पनि भेटेको थिइनँ। हजुर हजुर। रिसाउनुहुन्छ कि हुन्न कहिले काहीँ? कहीँ त रिस उठ्छ है। सुन हराएको बेला एकैछिन रिसाइ नि म। अकुरजी जानुहोस् गोकुलमा गएर कृष्ण कालीलाई लिएर आउनुहोस्। कृष्ण काली यो रणभूमि आउने बित्तिकै सिद्धाउनु पर्छ। मुस्टाङ्गे गेटमा बस्नुहोस्। कली तिनै लोकमा हाकार मचाउँछु, कली अब कलीले मचाउँछ। पछाइबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट। तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरु सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा। अब के गर्नुहुन्छ त? अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब। सिग्री हराएको छ भने यहाँ हेर्नु है, यहाँ झुन्डेको रहेछ, झुन्डेर आएको छ। कसै गरी सत्यको धन तर भाइ भेट्यो बिचारा टेन्सनमा हुनुहुन्थ्यो। अब यो खोल्नु एलेङ्की चाहिन्छ। यो त निकै झरे त नि हो। ओ माय गॉड सिग्री छिल्ला। यो एउटा सूचनादायक भिडियो पनि थियो। किन मेन कुरा त के रह्यो भने यो भिडियोले के सिकाएको छ भने हामी हुलमुलमा जाँदा, धेरै मान्छेहरूको भेटघाटमा जाँदा सुनको सिक्रीहरू गहना पातहरू केही पनि नलगाइकन नजानु होला। किनभने चोरी हुन सक्छ, डकैती हुन सक्छ, लुटपाट यताउति हराउन सकिन्छ, त्यतिकै हराउन सकिन्छ हुलमुलमा होइन। त्यही भएर सन्देश यही सन्देश हो कि गहना पात सुन सिक्रीहरू यस्ता किसिमका वस्तुहरू चाहिँ लगाएर हुलमुलमा नजानु होला। यति